एउटा इन्टरकास्ट लभ स्टोरी सुनाउन गइरहेको छु। कसैको जिन्दगीमा मेल खान गएछ भने म क्षमा चाहन्छु। आउनुहोस् है त, ल सुनौँ, सुनेर साथ दिनु होला है त। एउटा गाउँमा दुई फरक जातका युवक युवती बीच प्रेम बस्छ। समाजको विरोध, परिवारको दबाव सबै सहँदै उनीहरू विवाह गर्छन्। विवाहपछि उनीहरूको जीवनमा खुसी थपिन्छ, एउटा छोरीको जन्म हुन्छ। तर समय सधैँ एउटै रहँदैन। छोरी सानो छँदा आमा अर्कैसँग विवाह गरेर घर छोडेर जान्छन्। केही वर्षपछि बुबाले पनि अर्कै महिलासँग विवाह गर्छन्। सानो छोरीको बिजोग हुन्छ घरमा। दिनको दिन मुसिबत बढ्दै जान्छ। सौतेनी आमाको माया नामको मात्र हुन्छ। बुबा काम र जिम्मेवारी अल्झिँदै जान्छ। छोरीको बाल्यकाल अभाव तरिकाले महिनौ पीडामै बित्छ। स्कुल जान्छन् तर कसैले आज कस्तो भयो भनेर सोध्दैनन्। बिरामी पर्दा औषधि भन्दा पनि आँसु नै धेरै झर्छ। तर आज छोरी ठुली भएकी छन्। आज ऊ आफ्नै खुट्टामा उभिन सक्छिन्। पीडाले उसलाई कमजोर बनाएको छैन, बरु बलियो बनाएको छ। उसले पढाइ छोड्न, सपना छोड्न, जिन्दगीले दिएको चोटलाई उसले हारेको कारण बनाइन्। उसले बुबा आमालाई रिस गरेकी छैनन्, तर सौतनी आमालाई सरापेकी छैनन्। उसले माफ गर्ने सकेकी छन्, किनकि उसलाई थाहा छ माफी कमजोरी होइन, सबैभन्दा ठुलो शक्ति हो। र त्यही गाउँ आज उसलाई एउटा नामले चिन्छ, सङ्घर्षबाट जन्मेकी साहसी छोरी भनेर। मेरो कस्तो लाग्यो लभ स्टोरी सुनेर साथ दिनुभयो, थ्याङ्क यू।